नै सबैभन्दा इमान्दारी ठुलो हो, इमान्दारी त हो। त्यसैले सधैँ पनि इमान्दारिता गरेर खानु, कसैले केही पनि जवाब लाउन सक्दैन। आमा बुवाको भनिलाई नै सधैँ गर्दै आफ्नो आफ्नो भाग्य खोज्नका लागि सन्जु म भने कहाँ कता छु, अब तिमी कहाँ छौ। समाजलाई यहाँ टिकटकको एउटा एप्सबाट भेट भएको छ, एउटै बोर्डमा। अझै त्यही दिन अतीतका यादहरू सम्झना आइरहेको छ। तर पनि किन अतीतका दिनहरूलाई सम्झेर फेरि पनि हामी भावुक हुने भनेर फेरि रमाइला कुराहरू पनि गर्न मन परेको छ। तर पनि गर्दै जाँदा कहीँ कतै मन छुयो भने माफ गर्न चाहन्छु। जुन हाम्रो त्यो गाउँको उकाली ओह्राली अनि भन्ज्याङ चौतरीहरूमा भारी बोक्दै अनि त्यो चौतरीमा रमाइलो हाँस र कुराकानी गर्दाको दिनहरू सम्झिन्छु। फेरि पनि एकचोटि त्यो ठाउँ पुग्न मन छ, तर खै कसरी पुग्ने अब, भने जस्तो कहाँ हुँदो रहेछ। साँच्चै त्यो दिनहरूलाई सम्झिँदाखेरि एउटा सपना जस्तो लाग्छ। तर अब सपनामा त फेरि उयो गर्नुपर्ने होला। आज परदेशीको लागि एकदमै कथा जस्तो बनिएर भए पनि सम्झेरै भए पनि चित्त बुझाउनु पर्ने रहेछ। परदेशिनु लेखिएको रहेछ कर्ममा। जुन बेला मैले परदेशिनु चाहिँ धेरै नै गाह्रो लाग्थ्यो। आखिर किन अर्काको गाउँमा अर्काको देशमा गएर परिश्रम गर्ने भन्ने सोच्ने गर्थेँ। मेरो यो घमण्डता त तिमीलाई पनि थाहा थियो होला। यो घमण्डतालाई त खै म आफैले गएर मेरो आफैले बेचिएर नै काम गरिरहेको छु। मेरो ज्यानलाई सधैँ उच्च जोखिममै राखेर काम गरिरहेको छु। सबै आफ्नै कर्म रहेछ भन्ने अहिले नै मैले बल्ल थाहा पाएँ। गाउँको छेउमा बसेर हरेक साँझ आकाश हेर्दै अस्ताउँदै उसको मनमा हामी सधैँ रमणी गर्ने मान्छे हामी आज यसरी छुट्टिनुपर्छ भन्ने कुरा साँच्ची पहिला थाहा भएको भए कहिले पनि हामी यसरी मेरो घमण्ड आउँदैन थियो होला है सन्जु। मैले त सधैँ म यसरी नै जिन्दगी बिताउँछु भनेर कत्रो ठुलो आश गरेको थिएँ। तर त्यो आशले म आज सपना जस्तो लाग्छ। गाउँघरमै रहनु पर्ने रहेछ, यसरी नै साथीसँग रमाउनु पर्ने रहेछ, यसरी नै आमा बुवासँग सँगै बसेर दुःख सुखसँगै बिहान बेलुका मिठो जसको पनि एउटा अर्ग्यानिक खाना खानुपर्ने रहेछ भन्ने सोच गरेको थिएँ।